साथीहरू, सरकारको यो निर्णयलाई के भन्नुहुन्छ तपाईँले? यस्तो अब नेपालको नोटमा पृथ्वीनारायण शाहको र बुद्धको तस्बिर राख्ने कुरालाई के भन्नुहुन्छ? तर नेपालको नोटमा कमेन्ट गर्नु हामी आग्रह पूर्वाग्रहका सबै खालका पर्खाल भत्काएर कुरा गरौँ। म राजावादी होइन, राजतन्त्र फाल्न लडेको मान्छे हुँ। तर पृथ्वीनारायण शाहलाई राजावादीले मात्रै मान्ने होइन, सबै नेपालीले मान्नुपर्छ र पृथ्वीनारायण शाहको नोटमा तस्बिर अङ्कित गर्ने कामको थालनी गर्नुपर्छ। पृथ्वीनारायण शाहकै तस्बिर छैन, के नोट? एकीकरण पृथ्वीनारायण शाहले ठुलो देशको राजा हुनलाई, रजौटाबाट चाहिँ ठुलो देशको राजा हुनलाई थाल्नुभयो होला, तर परिणाममा त्यो नेपालको एकीकरण भएको छ। त्यसो भएको हुनाले नेपालको एकीकरणकर्ताको नोटमा तस्बिर छाप्ने कुराले राष्ट्र ब्याङ्कको इज्जत बढ्छ है, देशको इज्जत बढ्छ। म यो सुझाव दिन चाहन्छु। बुद्धलाई हामीले नोटमा, नेपालमा जन्मेका महामानवलाई हामीले नोटमा देख्न पाएनौँ भने नोट के नोट? त्यो चाहिँ जुन तस्बिर नोटमा समावेश हुन्छन् ती तस्बिर बोकेर हिँड्दा नागरिकलाई गौरव बोध हुने खालको पनि हामीले गर्नुपर्छ।